नमस्ते साथीहरु, तपाईहरुलाई स्वागत छ न्यू ट्रिक्स एसकेआर मा। आज चाहिँ लिएर उपस्थित भइसकेका छु जुन चाहिँ यो उपग्रहहरुको न्यू अपडेट आएछ त्यो भिडियो लिएर उपस्थित भइसकेका छु। के तपाईहरुलाई थाहा छ यो जुन उपग्रह छ हैन त्यो बढ्या छ, अब कुनमा बढ्या छ हैन त्यो सूत्र सहित तपाईहरुको बीचमा लिएर उपस्थित भइसकेका छु। यदि तपाईहरु हैन यो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज तपाईहरु यो च्यानललाई सब्स्क्राइब गर्नु होला अनि बेल आइकनको अवश्य नै प्रेस गर्नु होला ताकि न्यू भिडियो सबभन्दा पहिला तपाई कहाँ पुगोस्। हेर्न सक्नुहुन्छ यहाँ उपग्रह हैन। अब उपग्रह कुन ग्रहको हैन उपग्रह के हो हैन कति बढ्यो त्यो न्यू अपडेट छ। अहिलेको जुन न्यू अपडेट आएछ त्यो हैन त्यो अनुसार हेर्नु सूत्र रहेको छन्। मानौ कहीं उपग्रह भनिदिन्छ कि उपग्रहको आधारमा ठूलोदेखि सानो क्रममा हैन ग्रहहरु मिलाउनुहोस् भनेर यहाँ सूत्र यो सम्झिनु होला। सबैको अब म प्यारो के सम्झिनु होला भने सबैको अब म प्यारो सम्झिनु होला हैन। सबाट शनि, सबै बबाट चाहिँ बृहस्पति हैन। सबै को छैन अब अ को अरुण, ब को वरुण, म को मंगल र त्यसपछि प्यारो पबाट बृहस्पति र अरुको जुन शुक्र र बुध छ यो चाहिँ उपग्रह विहीन छ भनेको उपग्रह छैन। उपग्रह नभएको ग्रह चाहिँ शुक्र र बुध रहेको छ। अब तपाईहरु यसमा के चेन्ज हेर्नु भइरहेछ भन्दाखेरि पहिला चाहिँ यहाँ शनिको हैन पहिला शनिको चाहिँ के थियो भन्दाखेरि शनिको चाहिँ 146 उपग्रह थियो तर अहिले बढेर कति भएको छ त 274 भएको छ। पहिला 146 बाट कति बढ्यो त 274 भएको छ हैन। अब बृहस्पतिको त 95 छदै छ, अरुणको 28 छ, वरुणको चाहिँ उपग्रह 16 छ, मंगलको 2 छ हैन, बृहस्पतिको 1 छ, त्यस्तै शुक्रको छैन र बुधको छैन। त सूत्रमा सबैको अब म प्यारो भनेको यहाँ पृथ्वीसम्म आइरहेछ शनि ब बृहस्पति अ अरुण ब वरुण त्यसपछि म मंगल अनि पृथ्वी अनि शुक्र र बुधको त उपग्रह छदै छैन हैन। अनि जामा टोटल कति रहेको छ त 416 रहेको छ। 416 उपग्रह रहेको छन् हैन। अहिले अपडेट भनेको यही छ के 200 शनिको बढ्या छ 274 146 बाट 274 भयो हैन। जामा भनेको चाहिँ 446 भयो। अब यो भिडियोमा यतिकै नै अपडेट लिएर आएको थियो। यदि तपाईहरु अरु पनि च्याप्टरको चाहिँ ट्रिकी भिडियोहरु ट्रिकी जीकेहरु ट्रिकी प्रश्नहरु हेर्न चाहनु भइरहेछ भने प्लिज तपाईहरु जानु यो यही च्यानलको चाहिँ प्रोफाइलमा जानु अनि अरु भिडियोहरु पनि हेर्नु एकदम धेरै सहज हुनेछ। यदि तपाईहरुलाई हैन यो भिडियो राम्रो लाग्यो भने प्लिज तपाईहरु एक शेयर गर्नु होला, लाइक गर्नु होला अनि यो च्यानललाई सब्स्क्राइब गर्नु होला। आजको लागि यतिकै। हस्त नमस्कार, धन्यवाद।